हामीले हिजोसम्म पढेका कुरालाई एकचोटि रिमाइन्ड गर्दै अगाडिका कुराहरू आज हामी पढ्नेछौँ। हामीले हिजो पढेका थियौँ के त हाम्रो मेनली यो वैज्ञानिक सिकाइ अन्तर्गत म तिमीलाई दुईटा कुरा पढाएका थिएँ। दुईटा उदाहरण दिएर कुनै पनि कुरालाई कुनै पनि विषयवस्तुलाई कुनै पनि विषयवस्तुको बारेमा जानकारी पाउनको लागि हामीले प्रभावकारी तरिकाले कसरी त्यो विषयवस्तुको बारेमा जान्न सक्छौँ, जसमा हामीले दुईटा एक्जाम्पलको कुरा गरेका थियौँ। ठिक छ, एउटा हाम्रो के थियो त हामीले यो वर्षा हुने प्रक्रिया, यो नेचरमा यो प्रकृतिमा वर्षा कसरी हुन्छ भन्ने कुरालाई हामीले डेली लाइफमा प्रयोग गर्ने के त क्रियाकलापसँग दाँचेर वर्षा हुने प्रक्रियालाई हामी राम्ररी बुझेका थियौँ। सेकेन्डमा तिमीहरूलाई म के भनेका थिएँ, ध्यान दिएर सुन्ने तिमीहरू सबैजना। सेकेन्डमा तिमीहरूलाई म के भनेका थिएँ कि खास गरेर कुनै पनि कुराको जब अनुसन्धान हुन्छ, कुनै पनि कुराको आविष्कार हुन्छ, त्यो आविष्कार खास गरेर एकैचोटिमा हुँदैन, अथवा कुनै ठुल्ठुलो व्यक्ति भन्नुको साइन्टिस्ट वा डक्टरले कुनै कुराको बारेमा भनेर मात्रै के त त्यो हामी मान्छौँ त्यो जरुरी छैन। उनीहरूले पनि कतिौं पटक असफल भएर हैन, कतिौं पटक असफल हुँदा हुँदै लास्टली त्यो के त सफल हुन्छ कुनै कुनै कुराको अनुसन्धान गर्नमा। जसको जल्दो बल्दो एक्जाम्पल म तिमीहरूलाई दिएका थिएँ। याद छ तिमीहरूलाई लास्ट टाइम म पढाएका थिएँ कि जब 2019-20 तिरमा कोरोना भाइरसको जुन के थियो त महामारी जुन फैलिरहेको थियो, त्यो बेलामा पनि पुरै विश्वका साइन्टिस्ट र डाक्टरहरू के थियो त अस्तव्यस्त भएका थियो हैन। र त्यही के गर्नको लागि त कोरोना विरुद्धको खोपको आविष्कार गर्नमा के थियो त पुरै अस्तव्यस्त थियो। उनीहरूले पनि के त डाइरेक्टै कुनै खोपको विकास गरेर डाइरेक्टै मानिसमा प्रयोग गरेको थियो होला कि पहिले त्यो ससाना जीवमा प्रयोग गरेर र सफल भएर बिस्तारै बिस्तारै मानिसमा के गरेको थियो त प्रयोग गरे होला भन त, कि डाइरेक्टै मानिसमा प्रयोग गरेको थियो होला हैन। त भन्नुको अर्थ वैज्ञानिक सिकाइको मतलबै हुन्छ के त स्टेपली हैन, चरणबद्ध रूपमा कुनै कुरालाई बिस्तारै बिस्तारै के त प्रमाणित गर्दै 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 हाम्रो जुन मेन उद्देश्य हुन्छ त्यो उद्देश्यलाई समातेर हैन, लास्टली त्यो जुन उद्देश्यको साथ हामीले नयाँ कुराको आविष्कार गरेका हुन्छौँ, त्यो लास्टली त्यो उद्देश्यलाई के त अन्तमा त्यसलाई के त बिस्तारै 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 क्रमबद्ध रूपमा प्रयोग गर्दै रिजल्ट आउँछ, परिणाम हुन्छ, तथ्याङ्क सङ्कलन गरेर बिस्तारै बिस्तारै अगाडि बढ्दै के त त्यो कुराको आविष्कार हुन्छ, माने नयाँ नयाँ कुराको खोज अनुसन्धान हुन्छ। त 2020 र 21 तिर जुन महामारी, जुन कोरोनाको महामारी थियो, त्यसमा पनि के त जुन साइन्टिस्ट वा डाक्टरहरूले जुन के त यो कोरोना विरुद्धको जुन खोपको आविष्कार गरेको थियो, त्यसमा पनि केही न केही यो साइन्टिफिक लर्निङको जुन हाम्रो के छ त स्टेज छ, स्टेपहरू छ, त्यो स्टेपलाई अपनाउँदै के गरेको थियो त उनीहरूले पनि के त यो कोरोना भाइरस विरुद्धको खोपको आविष्कार गरेको थियो, हो होइन? तिमीहरूलाई याद छ भनेका थिए, ध्यान दिएर सुने, भनेका थिए कि सुरुवातमा जुन खोपको आविष्कार जुन गरेको थियो, जुन सिद्धान्तमा गरेको थियो, त्यसलाई सबभन्दा पहिले साना जीवमा प्रयोग गरेको थियो। केमा प्रयोग गरेको थियो सबभन्दा पहिले त मुसामा हैन, पहिले केमा प्रयोग गर्यो त मुसामा प्रयोग गरेर त्यसपछि त्यसको जुन रिजल्ट आएको थियो, मुसामा जुन प्रयोग गर्यो त्यसमा के कस्ता प्रकारको असर देखा पर्यो, त्यो निको भयो कि त्यो मुसा मरिहाल्यो कि त्यसमा कस्ता प्रकारको इन्फेक्सन देखा पर्यो, यो सबै कुरालाई त्यसको जुन मुसामा जसरी त्यसलाई खोप दियो नि त्यसको विरुद्धको, त त्यसको विरुद्धको खोप दिँदाखेरि त्यो मुसामा आएको असरहरूलाई अर्थात् त्यो असरहरूको जुन तथ्याङ्क थियो त्यसलाई सङ्कलन गरेर जुन कुरा त्यसले जुन सोचेको थियो होला त्यो कुरा वास्तवमा मेच खाइरहेको छ, त्यसकै आधारमा यदि मुसाको ठिक भयो भने पछि के त त्योभन्दा ठुलो जीव बाँदरमा एक्सपेरिमेन्ट गरियो हैन। अनि बाँदरमा एक्सपेरिमेन्ट गरिसकेपछि बाँदरमा पनि यसको यो हाम्रो कोरोना विरुद्धको खोप यदि काम गरिरहेको छ भन्ने कुरालाई विश्वास भएर फेरि त्यसलाई के त अन्य जीवमा अर्थात् त्योभन्दा पनि ठुलो जीवमा बिस्तारै बिस्तारै कहाँसम्म त, किनकि हामी त पुरै पृथ्वी के को कोहरामा थियो त मानिस पुरै कोरोनाले गर्दा ग्रसित र मरिरहेको थियो, त्यही भएर लास्टमा मान्छेमा एक्सपेरिमेन्ट गर्दै यो सफल भएको थियो। त्यतिकै सफल भएको थिएन, कुरा बुझ्नु होइन, 2-3 साल लाग्यो, धेरै साइन्टिस्टहरू पुरैको पुरै एकदम त्यसको विरुद्धमा लागिसकेका थियो। त यस प्रकारले हामी लास्टली के भन्न सक्छौँ भने कुनै पनि कुराको खोज अनुसन्धान हुन्छ हैन, त्यतिकै हुँदैन। कसैले ठुल्ठुलो जुन माननीय व्यक्तिहरू हुन्छ त्यसले भन्छ त्यो ठिक हुन्छ, त्यो कुरा छैन। उनीहरूले पनि प्रक्रियाबद्ध रूपमा के हुन्छ त नयाँ नयाँ कुराको आविष्कार गरेको हुन्छ, चरणबद्ध रूपमा प्रमाणित गरेको हुन्छ हैन, तथ्याङ्क सङ्कलन गरी त्यो तथ्याङ्कबाट के गरेको हुन्छ त नयाँ नयाँ कुराको आविष्कार गरेको हुन्छ, त्यसलाई अलग अलग प्रक्रियाबाट। कुरा बुझेको होइन? त यस प्रकारले हामी वैज्ञानिक सिकाइ
अन्तर्गत हामी दुईटा कुरा लास्ट क्लासमा छलफल गरेको थियौँ। ठिक छ, त अब हामी कुरा गर्छौँ यो च्याप्टरको अर्को खण्ड के भनौँ, अर्को कुरा दिएको छ यहाँबाट। विज्ञानमा हाम्रो जुन विज्ञान किताब हो हैन, विज्ञान जुन छ यो विज्ञानका अलग शाखाहरूको बारेमा हामी छलफल गर्छौँ। एकछिन ध्यान दिनु, विज्ञानका धेरै शाखा हुन्छ, धेरै उपशाखा हुन्छ, त्यो अब हामी शाखा र उपशाखाहरूको बारेमा छलफल गर्छौँ। त हाम्रो यो साइन्सका, सुन ध्यान दिएर, साइन्समा मेनली यहाँ तिम्रो बुकमा 3वटा शाखा दिएको छ, मुख्य शाखा, र एउटा छ अन्तर्विषयक शाखा, जसलाई त्यसमा के गरेको छ त अन्य जस्तै भौतिक यो हाम्रो इन्भाइरोमेन्ट साइन्सलाई हैन, भू तथा अन्तरिक्ष विज्ञानहरू छ त्यसलाई समावेश गरिएको छ। त मुख्य रूपमा हामी यहाँ खास गरेर छलफल गर्नेछौँ के को बारेमा त साइन्सका, हाम्रो विज्ञानका ब्रान्चहरूको बारेमा। कुरा बुझेको बुझेन? हाम्रो जुन साइन्स छ साइन्सका अलग अलग शाखाहरूको बारेमा छलफल गर्नेछौँ। अब सबैजना ध्यान दिएर सुन्ने, हाम्रो यो च्याप्टरमा खास गरेर तिमीलाई पहिले पनि बताएका थिए यस्ता कुराहरू नि पढ्नु पर्नेछ। त सबभन्दा पहिले यो साइन्सका शाखा मध्ये हामी छलफल गर्छौँ के को बारेमा त जीव विज्ञानको बारेमा। अब जीव विज्ञान कसलाई भन्ने हैन, जीव विज्ञानमा के कस्ता कुराहरूको बारेमा अध्ययन गरिन्छ, जीव विज्ञानसँग सम्बन्धित जुन विशेषज्ञ हुन्छ, स्पेशलिस्ट हुन्छ त्यसलाई के भन्ने, त्यस्तै हाम्रो रसायन विज्ञान के हो, भौतिक विज्ञान के हो, यस्ता धेरै कुराहरूको बारेमा हामी छलफल गर्नेछौँ। अनि अलग अलग विज्ञानमा, अलग अलग विज्ञानका शाखामा के कस्ता कुराहरूको बारेमा त्यहाँ हामी हेर्छौँ, के कस्ता कुराहरूको बारेमा त्यहाँ पढाइ हुन्छ हैन, त्यो शाखामा के कस्ता सम्बन्धित विषय वस्तुहरू छ, यो सबै कुराहरूको बारेमा हामी विस्तारमा छलफल गर्नेछौँ। ठिक छ, त सबभन्दा पहिले तिम्रो बुकमा के दिएको छ, यो विज्ञानका क्षेत्रहरूमा हाम्रो साइन्सका जुन फिल्डहरू छ त्यसका अलग अलग शाखाहरूमा सबभन्दा पहिले दिएको छ के को बारेमा त जीव विज्ञानको बारेमा। अब जीव विज्ञानलाई बुझ्दाखेरि हामी सिम्पली नामैबाट स्पष्ट छ, जीव विज्ञान, जीवको अर्थ त सबैलाई थाहा छ, जीव भनेको त सबैलाई थाहा छ नि। जीव विज्ञानमा खास गरेर जीव जन्तुहरूको बारेमा, जुन विज्ञानमा खास गरेर कुनै पनि सजीवहरूको बारेमा हैन, बायोलोजी नामैबाट स्पष्ट छ, हाम्रा साइन्सका क्षेत्रहरू हैन, विज्ञानका के त क्षेत्रहरू। त विज्ञानका क्षेत्रमा मुख्य रूपमा हाम्रो बुकमा कतिवटा क्षेत्र दिएको छ त 3वटा क्षेत्र दिएको छ। एउटा छ हामीहरूको के त जीव विज्ञान, के त जीव विज्ञान छ, जसलाई हामीहरू इङ्ग्लिसमा के भन्छ त बायोलोजी भन्छौँ। के भन्ने त बायोलोजी। त्यसपछि हाम्रो दोस्रो छ के त भौतिक विज्ञान, के छ त हाम्रो भौतिक के त विज्ञान, यसलाई के भनिन्छ त हामीहरू फिजिक्स। के भन्ने त फिजिक्स भन्छौँ हैन, फिजिक्स। त्यसपछि हामीहरूको के छ त रसायन, रसायन के त विज्ञान, रसायन विज्ञानलाई के भन्छ त केमिस्ट्री भनिन्छ। यस प्रकारले हामीले कुरा गर्छौँ केसँग त अब जीव विज्ञान यो हाम्रो मुख्य क्षेत्रहरू, यो हाम्रो विज्ञानको के हो त यो मुख्य क्षेत्र हो। यसभन्दा पनि बाहेक अन्य क्षेत्रहरू हुन्छ, अलग अलग साइन्स, जस्तै तिमीहरूलाई भन्छु नि मौसम सम्बन्धी अलग विज्ञान हुन्छ हैन, वातावरण अलग विज्ञान हुन्छ, भू तथा ज्योतिष अलग विज्ञान हुन्छ। त्यो जति पनि बाँकी विज्ञानहरू छ नि त्यसलाई अन्तर्विषयकमा राखिदिएको छ। केमा राखेको छ त अन्तर्विषयकमा। त मुख्य रूपमा हामीलाई यहाँ पढ्नुपर्ने हुन्छ कति त 3वटा विज्ञानको बारेमा, विज्ञानका 3वटा फिल्डहरूको बारेमा पढ्नुपर्ने हुन्छ। ठिक छ, सबभन्दा पहिला अब हामी कुरा गर्छौँ जीव विज्ञानको बारेमा। अब जीव विज्ञान भन्ने बित्तिकै सुन ध्यान दिएर, एकछिन ध्यान दिएर सुन्ने, जीव विज्ञान भन्ने बित्तिकै अब हामी बायोलोजी, बायोलोजीलाई हामी विखण्डन गर्दाखेरि के देखाइरहेछौँ त हामीहरू बायो प्लस के त लोजी देखिरहेछौँ हैन। बायोको मतलब के हुन्छ त हाम्रो, ध्यान दिएर सुन, बायोको मतलब के हुन्छ जान देऊ न, जाऊ न त्यही भएर जाऊ न। ढोका लगाओ ल, सुन ध्यान दिएर, बायोको मतलब के हुन्छ त हाम्रो जीव हुन्छ, लोजी भनेको अध्ययन गर्ने शास्त्र हो हैन, अर्थात् कुनै पनि सजीवहरूको बारेमा सुन ध्यान दिएर, कुनै पनि प्रकारका अति सूक्ष्म जीवदेखि लिएर हैन, अति सूक्ष्म जीवदेखि लिएर ठुल्ठुलो स्तनधारी जीवहरूको बारेमा जुन विज्ञानमा अध्ययन गर्ने गरिन्छ, विज्ञानको जुन शाखामा अध्ययन गरिन्छ त्यो शास्त्रलाई हामी के भन्छ त
जीव विज्ञान भन्छौँ। के भन्नु त? जीव। शास्त्रको मतलब के हो त? पुस्तक। शास्त्रको मतलब के हो त? पुस्तक, बुक हो। आ शास्त्री माने के भयो त? सम्बन्धित व्यक्ति। शास्त्र मतलब पुस्तक, आ शास्त्रीको मतलब हुन्छ त्यो पुस्तकसँग स्पेशल नलेज भएको व्यक्तिलाई हामी शास्त्री भन्छौँ। कुरा बुझ्यो बुझेन? जस्तै जीव विज्ञान एउटा जीव शास्त्री। त जीव विज्ञान भनेको के भयो? खास गरेर यस्ता विज्ञान जुन विज्ञानमा हाम्रो अति सूक्ष्म जीवदेखि लिएर ठुल्ठुलो जीवहरूको बारेमा अध्ययन गरिन्छ। यस्ता प्रकारका विज्ञान जुन विज्ञानको शाखामा अति सूक्ष्म जीवदेखि लिएर ठुल्ठुलो जीवहरूको के कस्ता प्रकारको बारेमा अध्ययन गरिन्छ त? ती जीवहरूको शरीरको बनोट, तिनीहरूको शरीरभित्र भएका विभिन्न प्रकारका प्रक्रिया, हैन, सजीवहरूको अन्य प्रकारका कुराहरू जुन विज्ञानमा समावेश गरेको हुन्छ। माने जीव जन्तुसँग सम्बन्धित हरेक प्रकारका गतिविधि, हरेक प्रकारका क्रियाकलाप। जस्तै एउटा हामी मानिस छौँ, तब मानिस भएपछि अब हाम्रो शरीरमा त विभिन्न प्रकारका क्रियाकलाप भइरहेको छ। जस्तै हाम्रो सास प्रश्वास क्रिया चल्छ, हाम्रो त्यसपछि हाम्रो शरीरमा ब्लड रेस्पिरेटरी सिस्टमको कुरा हामी गर्छौँ, हैन। त्यसपछि हाम्रो पाचन प्रणालीका कुरा गर्छौँ। हाम्रो शरीरमा यस्ता धेरै प्रकारका प्रणालीहरू छ, धेरै प्रकारका प्रक्रिया शरीरभित्र चलिरहेछ। त हामी पनि त एउटा जीवै हो नि। त कुनै पनि सजीवको बारेमा, हैन, तिनीहरूको जीवनभरमा चल्ने विभिन्न प्रकारका प्रक्रिया, शरीरको बनोट, हैन, त्यसभित्र चल्ने विभिन्न प्रकारको अन्तर्क्रियाहरूको बारेमा जहाँ अध्ययन गरिन्छ, जसलाई हामी के भन्ने त? जीव विज्ञान भन्छौँ। के भन्ने त त्यसलाई? जीव विज्ञान। कुरा बुझ्यो बुझेन? अब तिम्रो बुकमा एउटा जीव विज्ञानमा के हुन्छ त? यसमा धेरै कुराहरूको बारेमा खास गरेर पढाइ हुन्छ। नयाँ नयाँ जीवहरूको, सुन ध्यान दिएर, यो जीव विज्ञानमा खास गरेर हामीहरू अर्को कुराहरू जस्तै अब यतिकै होइन, योभन्दा पनि अझै कुराहरू हामी यसमा पढ्ने प्रयास गर्छौँ। जस्तै जीव विज्ञानहरूमा नयाँ नयाँ जीवहरूको के त खोज अनुसन्धान गर्नु, हैन, विभिन्न प्रकारका यो अलग अलग प्रकारका जीवहरूको डिएनएहरूलाई लिएर नयाँ नयाँ जीवको विकास गर्नु जस्ता जति पनि कार्यहरू हुन्छ खास गरेर हाम्रो कुन विज्ञानमा हुन्छ त? जीव विज्ञानमा हुन्छ। कुरा बुझेको होइन? हामी त तिम्रो बुकमा पनि एउटा मकैको नाम दिएको छ, हैन, जसको नाम छ के त? पोसिलो मकै। के नाम छ त? पोसिलो मकै। यो के त? नेपालको एउटा संस्था छ जसको नाम छ NARC, जसलाई हामीहरू नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल, हैन, नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल, नेपाल कृषि अनुसन्धान केन्द्र जुन छ, जसमा के गरेको छ? यसमा जति पनि हाम्रो साइन्टिस्टहरू छ त्यसले एउटा नयाँ प्रकारको मकैको के गरेको छ त? आविष्कार गरेको छ। अलग अलग प्रकारका मकैको के त? डिएनएहरूको प्रयोग गरेर। कुरा बुझ्यो बुझेन? अब यहाँ त के दिएको छ? भन्छ कि यो वैज्ञानिकहरूले विकास गरेको मकै हो जसको नाम के छ त? पोसिलो मकै। यस्ता प्रजातिको विकासका लागि जीवहरूको वंशाणुको अध्ययन गरिन्छ। अब कुनै पनि प्रकारको जब नयाँ प्रजातिको मकै अथवा कुनै पनि बिरुवाको जब के हुन्छ त? आविष्कार गर्छ, त्यहाँ के गर्ने गर्छौँ त हामी? खास गरेर के को अध्ययनबाट त? वंशाणुको अध्ययन। वंशाणु तिमीहरू बुझ्छ नि? कुनै पनि जीवमा भएको यस्ता गुण जसले बीचमा किन बढी बोल्छ रे? पागल जका काउँ 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 गरिरहेको हुन्छ। कुरा बुझिरहेको हुँदैन? जहिले पनि चिल्लाउन सुरु गरिदिन्छ। एकचोटि भन्दाखेरि दिइहाल्छ, बिचमा डिस्टर्ब गर्ने काम गर्छ। एकचोटि भन्छु डिस्टर्ब नगर्दा त बुझ्दैन कुरा। काउँ 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 सब पुरै विद्यार्थी शान्त छ, तिमीहरू यहाँ बिचमा देखाइदेऊ कि म हल्ला गरिरहेछु। त वंशाणुको मतलब हुन्छ जस्तै हाम्रो यस्ता गुण जुन हाम्रो आमा बुवाबाट आएका गुण हुन्छ, हैन। वंशाणु कसलाई भन्छु? वंशाणुगत गुण कस्ता गुण हो? हाम्रो आमा बुवाबाट त्यसको छोराछोरीमा सर्ने गुण नै के हो त? वंशाणु। त खास गरेर वंशाणु जसलाई हामीहरू के त? जिन भन्छौँ। त्यो जिन जसमा पैतृक गुण हुन्छ, हैन, जीवहरूमा के हुन्छ त? पैतृक गुण बोकेको हुन्छ। त्यो गुणहरूबाट त्यस्ता वंशाणुहरूलाई अध्ययन गरेर, हैन, नयाँ नयाँ प्रकारका प्रजातिको के हुन्छ त? आविष्कार गरेको हुन्छ। त नेपाल एग्रिकल्चर रिसर्च काउन्सिलले पनि यसमा भएका जुन वैज्ञानिकहरू छ त्यो वैज्ञानिकहरूले के गरेको छ त? एउटा नयाँ प्रकारको मकै जसको नाम छ के त? पोसिलो मकै, त्यसको के गरेको छ त? अनुसन्धान गरेर खोज गरेर नयाँ यही मकैको के गरेको छ त? आविष्कार गरेको छ। त अब यस्ता प्रकारका कुराहरू हामी कस्ता क्षेत्रमा, विज्ञानको कुन क्षेत्रमा पढ्छौँ त? खास गरेर हामी जीव विज्ञान, हैन, नयाँ नयाँ जीवहरूको विकास गर्नु, हैन, जीवहरूको शारीरिकदेखि लिएर, हैन, त्यसको भित्री भएका गुणहरूको बारेमा भन्नु, हैन, पहिचान गराउनु, यस्ता धेरै प्रकारका कुराहरू हामी कहाँ छलफल गर्ने गर्छौँ त? यो जीव विज्ञानमा छलफल गर्ने गर्छौँ। ठिक छ? अब जीव विज्ञानको बारेमा व्यवस्थित अध्ययन गर्ने जुन हाम्रो क्षेत्र हो, हैन, खास गरेर जीव जन्तुहरूको बारेमा खास गरेर व्यवस्थित रूपमा, हैन, संगठित रूपमा के गरिन्छ त? अध्ययन गरिन्छ। त्यसलाई हामी के भन्छ? जीव विज्ञान भन्छौँ। कुनै पनि जीव जन्तुहरूको बारेमा कहाँ त? कसरी त? व्यवस्थित तरिकाले, हैन, अध्ययन गर्नु नि के हो त?
जीव विज्ञान हो। अब जीव विज्ञानमा जीवशास्त्रीले जीवहरूको गुणहरूको प्रजनन, निष्कासन, श्वास प्रश्वास, जीवनशैली, शारीरिक संरचना, तिनको अन्य जीवहरूको तथा वातावरणसित अन्तर्क्रियाबारे अध्ययन गर्ने गरिन्छ। यसमा खास गरेर के हुन्छ भने अब यसमा जति पनि हामीहरूको जीवजन्तु हुन्छ त्यसको निष्कासन, विभिन्न प्रकारका प्रक्रिया भयो, श्वास प्रश्वास क्रिया, वातावरणसँग त्यो जीवजन्तुहरूको कस्तो सम्बन्ध छ, यस्ता कुराहरूको बारेमा खास गरेर जीव विज्ञानमा अध्ययन गर्ने गरिन्छ। र जीव विज्ञानसँग सम्बन्धित जसलाई के हुन्छ त ज्ञान हुन्छ, त्यो शास्त्रीलाई हामी के भन्ने त जीवशास्त्री के भन्ने त, जसमा जुन शास्त्र जीवशास्त्र एउटा भयो जीव विज्ञान। त जीव विज्ञान भनेको जीवशास्त्र जसलाई भन्छौँ, र जीवशास्त्री कसलाई भन्ने त जुन मान्छेलाई जीव विज्ञानसँग सम्बन्धित के हुन्छ त विशिष्ट नलेज हुन्छ, जसलाई जीवशास्त्री भनिन्छ। एउटा भयो बायोलोजी र एउटा हुन्छ बायोलोजिस्ट, हैन? बायोलोजी र बायोलोजिस्ट। त बायोलोजी जहाँ लोजी लागेको हुन्छ त बुझ्ने कि खास गरेर त्यो सँग सम्बन्धित अध्ययन गर्ने शास्त्र, लोजिस्ट लागेको हुन्छ भने त्योसँग सम्बन्धित व्यक्ति, जसलाई त्यो जीव विज्ञानको बारेमा के हुन्छ त विशेष रूपमा त्यसलाई ज्ञान हुन्छ। कुरा बुझेको बुझेन? जस्तै साइन्टिस्टहरू हुन्छ नि, बायोलोजिस्टहरू, जस्तै तिमीहरूलाई म पढाउँछु के त कार्लस लिनियस, यही चुप्टामा यो त्यसपछिको चुप्टामा पढाउँछु। कार्लस लिनियस सजीवहरूलाई कति त दुई भागमा डिभाइड गरेको थियो। त कार्लस लिनियस के भयो त बायोलोजिस्ट भयो। के भयो त बायोलोजिस्ट भयो। कुरा बुझेको होइन? त्यसपछि यसका साथसाथै यहाँ के दिएको छ भनेको छ कि यस अन्तर्गत आँखाले देख्न नसक्ने सूक्ष्म जीवाणुदेखि लिएर बहुकोषीय ठुल्ठुलो स्तनधारीहरूको बारेमा खास गरेर कुन विज्ञानमा त जीव विज्ञानमा अध्ययन गर्ने गरिन्छ। कुरा बुझ्यो? अर्को कुरा के देखेको छ, तिमीहरू डाक्टर सन्दु क्रुइतको नाम सुनेको होला, सुनेको छ? डाक्टर सन्दु क्रुइत, जसले के गरेको छ त एकदम लो चार्जमा, एकदम कम फीमा, बुझ्नु न कि एक प्रकारले धेरै ठुलो सेवा गरिरहेछ हाम्रो नेपालमा, जसलाई मोतीबिन्दु, जसलाई हामी गाउँघरमा मोतियाबिन भन्छौँ, हैन? जुन मान्छेलाई मोतियाबिन्दु जुन लागेको छ आँखामा, देख्नमा नदेखिरहेको हुन्छ, धमिलो देख्ने जस्ता प्रकारका मानिसहरूलाई के गरेको छ त यसले नेपालमा छ, यो नेपालकै मान्छे हो डाक्टर सन्दु क्रुइत, यसले एउटा लेन्सको आविष्कार गरेको छ जसको नाम छ इंट्राओकुलर लेंस। के नाम छ त इंट्राओकुलर लेंस। यो इंट्राओकुलर लेंस द्वारा हैन आँखाको सर्जरी गरेर त्यसभित्र भएका हैन यो आँखामा भएका जुन हाम्रो मोतीबिन्दु जुन कारणले भएको हुन्छ हैन त्यसलाई शल्य क्रिया गरेर अनि यो इंट्राओकुलर लेंसको प्रयोग गरेर त्यस्ता व्यक्तिहरूलाई देख्न सहज बनाउँछ। कुरा बुझेको हैन? त यो जति पनि क्रियाहरू छ यो क्रियाहरू खास गरेर केसँग सम्बन्धित छ? यही भएर जाऊ केसँग सम्बन्धित छ त हाम्रो खास गरेर त यो विज्ञानसँग सम्बन्धित छ। कुरा बुझेको हैन? यो विज्ञानमा खास गरेर कुन विज्ञानसँग सम्बन्धित छ? हाम्रो जीव विज्ञानसँग सम्बन्धित छ। कुन विज्ञानसँग सम्बन्धित छ? यो सबै कुराहरू त हाम्रो जीव विज्ञान। यहाँ दिएको छ जीव विज्ञानको क्षेत्रमा नयाँ नयाँ आविष्कारहरू भइरहेका हुन्छन्। नेपालका आँखा सर्जन कति हुन्छ? आँखालाई अपरेसन गर्ने मान्छे जसलाई भन्छौँ हामीहरू सन्दु क्रुइतले पनि जीव विज्ञानको क्षेत्रमा कार्य गर्दा यसले इन्ट्राओकुलर लेन्सको आविष्कार गरेका छन्। अनि यसले गर्दा मोतीबिन्दु हैन को निकै सस्तो र भरपर्दो उपचार सम्भव भएको छ। यो जुन सन्दु क्रुइतको बारेमा हामीले जुन छलफल गरियो त्यो सन्दु क्रुइत पनि जुन इन्ट्राओकुलर लेन्सको आविष्कार गरेर मोतीबिन्दु भएका जुन हाम्रो के त मानिसहरू छ त्यस्ता मानिसहरूलाई आँखालाई के सर्जरी गरेर त्यो लेन्स लगाउँछ जसलाई देख्नमा सहज के हुन्छ त हुने गर्छ। कुरा बुझेको हैन? यसपछि अब हामी कुरा नेक्स्ट क्लासमा अब कुरा गर्छौं के को बारेमा त हाम्रो भौतिक विज्ञान रसायन विज्ञान र अन्तर्विषयिक क्षेत्रहरूको बारेमा पढ्दै त्यसपछि साइन्सका जुन यो त शाखाहरू छ क्षेत्रहरू छ यसका पनि उपशाखाहरू छन् र त्यो उपशाखाहरूमा के कस्ता प्रकारका पेशागतको कुरा आउँछ हैन साइन्समा पेशागत अवसरहरू अलग जस्तै अब कसैले फिजिक्स पढेको छ कसैले जीव विज्ञानको क्षेत्रको कुरा पढेको छ त्यसलाई के कस्ता प्रकारका पेशागत अवसरहरू भेट्छ। कुरा बुझेको हैन? यो सबै कुराहरूको बारेमा अब हामी भोलिको क्लासमा पढ्छौं र शाखा यो हाम्रो साइन्सका अलग अलग शाखाको उपलब्धिहरू पनि पढ्छौं। त्यसपछि भिन्न प्रकारका यसका च्यालेन्जिङका कुराहरू पनि पढ्छौं। इत्यादि कुराहरू हामी भोलिको क्लासमा छलफल गर्नेछौं। कुरा